यहाँ झन्डी ऊर्जा छ है वैशाख बजारमा यो ब्लगलाई धेरै धेरै सब्स्क्राइब गरिदिनु होला। अमान गुरुङको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला किनकि 1 मिलियन पुग्नु पर्यो। के गर्ने हामी त हिजै हारे के राम्रै खेल्दै खेल्दै पनि हारे थियो। जे होस् सहभागी भयो। सहभागी हुनु भनेको ठुलो कुरा हो हैन। यो माइलट भैसी साथै यार साथी गएको यार मेरो भैसी देखेर साथी गइदिएर आगे के गरे आगे तिमीहरू कस्तो भइरह आज कति बेला हो दोस्रो गेम यो पछि हो रे हैन साथीहरु फाइनल हो। त्यस्तै गरी 45 छैन म चाहिँ बजार हेर्न जाँदैछु हैन। केटाहरुको आज सेमी फाइनल छ कन्फर्म हो। हाम्रो केटाहरु हार्यो है बाजेसँग हार्यो कि केटाहरुसँग हैन। सो गाइस बजार हेर्नको लागि म निस्किदै छु हैन साथीहरु। त्यस्तै छ के गर्ने अब केटाहरुलाई भोटिङ गर्न जाने अब के गर्दै हो हात खुट्टा धुँदै नजाने बजार हेर्न घर बजार हेरेर जाउने आजै हुन्छ होला लास्टमा भ्लग बनाऊ भ्लग बजार हेर्न जानु पर्यो यसो घरमै बसिरहेको बिहान उठि आएर अब जाने भइ जाऊ उतै हैन तल जान्छ अरे घर हैन खोजी खोला भन्दा उनीहरू बस्ने। सो गाइस हैन यस्तै हो के गर्ने अब बाध्यतै हुन्छ घर जाने हैन। रहर कहाँ हुन्छ र सबैको रहर पुरा गर्नलाई त। सो गाइस हैन त्यसको लागि भने नि म अब बजार हेर्न जाँदैछु हैन। चाहिँ हाम्रो मकैबारी हो अस्ति मैले खनेको यहाँ त हैन। यहाँ अस्ति मैले मल ओसारे हैन गाइसहरु यस्तै हो। यो त हाम्रो भैँसीको खोर भयो है। सो गाइस त्यस्तै हो म चाहिँ माथि जाँदैछु बजे आज सकिन्छ होला बजे फाइनल हुन्छ भने। सो है गाउँ देख्न सक्नुहुन्छ साथीहरु यस्तै छ हैन। बिहा पनि हो हैन आज बिहाको शुभकामना भन्न चाहन्छु दाइ भाउजूहरुलाई हैन। जाडो भएको छ हिजो अस्ति घाम लागिरहेको थियो हैन। हिजो बेलुका त डेन्जर पानी पर्दै यार अछु जाडो नि भयो यार। आज चाहिँ हुटिङले तताइदिन्छ जस्तो लाग्छ के हुन्छ हैन गाइजहरु। यस्तै हो पारा हुटिङ गर्न जानुपर्छ हैन गाइजहरु। भ्लग हेर्नु हैन सेमी फाइनलको भिडियो देखाउँछु म हैन तपाईहरुलाई। फाइनल पनि आजै हुन सक्छ भन्ने कुरा छ के हुन्छ भरे थाहा हुन्छ हैन साथीहरु। सो टक्क लाएर म चाहिँ अब जाँदैछु ग्राउन्डतिर है। यस्तै हो गाइजहरु के गर्ने हामी त हिजै हारे के राम्रै खेल्दै खेल्दै पनि हारे थियो। जे होस् सहभागी भयो। सहभागी हुनु भनेको ठुलो कुरा हो हैन। एकदमै राम्रो भयो है। जाडो जाडो छ हैन के गर्ने पानी पर्छ कि भन्ने डर छ। ए भैँसी आछ त यार यो माइलट भैँसी साथै यार साथी गएको यार मेरो भैँसी देखेर साथी गइदिएर आगे के गरे आगे तिमीहरू जानाहरू
झगडा गरेर बस्छ यार झगडा नगर तिमीहरू यहीँ खा सबै बुतले तर्साइदियो यार के गर्नु डरै लाग्यो नि भनेको सेलो यता त गाडी दियो रहेछ होइन टक्क लाएर के भने सबैजना घनपोखरा आउनुहुन्छ भने होइन घनपोखरा बजारमा आइदिनु होला होइन आज फाइनल हो साथीहरू जस्तै भए पनि यो भ्लगलाई माया गरिदिनु होला होइन टक्क लाएर यहाँबाट उकालो चढ्छु म साथीहरू टक्क लाएर हिँड्दैछु म बजारको लागि अब केटाहरूकै होला सायद गेम है यहाँ भैँसी बिहाङहरू रहेछ है कस्तो भइरह आज कति बेला हो दोस्रो गेम यो पछि हो अरे होइन साथीहरू फाइनल हो है आज खतरा भइरह गोल हानिन्छ के हो भ्यान्सेन्स बुढाहरूको गेम है साथीहरू त्यही छ म आज मान्छे टर्नै भएको साथीहरू त्यही हो केटाहरू टक्क लाएर यहाँ बसेर हेलो हेलो साथीहरू के छ आजै होला नि फाइनल है सो है फाइनल त आजै हुन्छ अरे टक्क लाएर त्यसै गरी वर्षाङ्की गाउँपालिका वडा नम्बर 1 घनपोखरा स्थायी जिल्लामा हाल बेसी सहर बसोबास गर्नुहुने घनपोखरा सेवा समाज बेसी सहरका अध्यक्ष आदरणीय श्री शिवराम गुरुङज्यूले यस मेलालाई भव्यसभ्य रूपमा सम्पन्न गर्नका लागि रु 7,000 रुपियाँ सहयोग गर्नुभएकोले यहाँको सहयोगको उच्च मूल्याङ्कन गर्दै सधैँभरि सम्मान पत्र प्रदान गरिएको छ। शिवराम गुरुङ आदरणीय बुबा दुर्गाबहादुर गुरुङज्यू यता कतै हुनुहुन्छ भने कृपया मञ्चमा आएर यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। त्यस्तै गरी 43औं जनजागृति अन्नसंग्रह नहीं के कृपया मञ्चमा आएर यो सम्मान पत्र ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
ए भोजे अलिकति अगाडि बढ्नु है भोजेले 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 खेलाऊ भाइ छाते छ त्यहाँ भोजेले खेला भोजेले ए भोजे बिचमा छैन यो हो छ यार बीच में छेड़ नहीं भोजे कसको भिडियो अमानको कति गरेको 3 मिनेट गर भन्दा जाने गोल्ड गरे मु सोले गोल्ड दिलायो के अब बॉल छोड़े ने पूरा पूरा ये देर में बॉल ले रहा है दिया मुझे श्री रु 5000 रुपये सहयोग गर्नुभएकोले यहाँको सहयोगको उच्च मूल्याङ्कन गर्दै 100 धन्यवाद यो सम्मान मेरो साथी जमिनगमान गुरुङज्यूले 5000 सहयोग गर्नुभएकोमा यो सम्मान पत्र प्रदान गरिएको छ जमिनगमान गुरुङज्यू सुक्मा गुरुङ तथा बुबा कृष्णबहादुर गुरुङ अथवा बहिनीहरू लाएर एकछिनपछि हाम्रो केटाहरू गेम छ केटाहरू तयारी हुन्छ अब एकछिनमा है टन्नै दर्शक महानुभावहरूको उपस्थिति देख्न सकिन्छ राम्रोसँग हेर्नु होला कृपया कि नबिगार्नु होला हाम्रो यो भ्लगलाई धेरै धेरै सब्स्क्राइब गरिदिनु होला अमान गुरुङको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला किनकि 1 मिलियन पुग्नु पर्यो सो केटाहरू अब तयारी हुँदैछ है बजारको लागि सेमी फाइनलको लागि केटाहरू तयारी हुँदैछ है सेमी फाइनलको लागि उतापट्टि बुढोहरूको गेम चलिला त्यसै गरी बुद्ध सैनिक मेरा आदरणीय बजे हुनुहुन्छ कलदारे गुरुङ वनपुर निवासी रु 3000 रुपैयाँ त्यसै गरी दुर्गा बहादुर भीम प्रसाद गुरुङ नयाँ निवासी रु 1000 रुपैयाँ त्यसै गरी यहाँ झन्डी ऊर्जा छ है वैशाख बजारमा गाइजहरू यता ट्रफी ताला लागि
सो गाइस आज चाहिँ फाइनल चाहिँ भएन होइन भोलि चाहिँ हुन्छ अरे होइन टक्क लाएर मान्छे चाहिँ टन्नै जाँदैछ घर होइन माथि गएर देखाउँछु मान्छेहरू आज सेमी फाइनल हेऱ्यो हाम्रो गाउँ घनपोखरा सेकेन्ड सेमीमा जित्यो कुदी भाँच्यो पनि फाइनलै भयो है गाइजहरू टक्क लाएर हेर्न सक्नुहुन्छ है टक्क लाएर एक जोसे यहाँ छ नि यसको मलाई त्यो खाल्टै परेको छ Aji, hal ini kita तो ला मिलाम चेंज लाग लाग्यो फेरि दुर्गाको ठाउँमा ठिकै कुरा त मुझे हान्छे है सित बाले कुन घाम त लाग्यो के भित्र छिराइको हुन्छ यार दुर्गा हेर्नु खतरा यहाँ चाहिँ भुसुङको किपर भयो कति मसँग गोल हान्छ त्यसले है भुसुङको किपरले के कस्तो मसँग कस्तो झुलाउँछ कि मान्छे यार ठुलो हुँदैछ एकदमै झुलाउँछ त्यसले खतरा गोल हान्छ त्यसले के हालेको भनेको हान्नु नि फाइनल जित्यो है साथीहरू केटाहरू आउँदैछ है अब साथीहरू केटाहरूले बल्ल बल्ल जित्यो फाइनल जित्यो है फाइनल 2081 सालको फाइनल